अब चाहिँ अर्को पोलिस पार्कमा आइसक्यौँ हामी। नेक्स्ट पार्क यो चाहिँ अघिको पार्क भन्दा नि ठुलो पार्क छ जस्तो छ, तर सही छ यार। यस्तो ठुलो ठुलो पार्कमा पनि मान्छे रहेन छ एउटा पनि। ताल चाहिँ उता रहेछ है, लेक चाहिँ उता रहेछ के। हाम्रो दिन त 4 बजिसक्यो। ओ माय गॉड, पार्क त्यहाँसम्म छ त भाइ। उता हेर न, उता हेर न पार्क। यो चाहिँ के बनाएको हो? त्यो गेम खेल्ने क्या त्यो को हाय हाय कुन यो फुल कस्तो मजा यो पानी हाँस छैन खाएको जस्तो नेपालमा छँदै छैन। छ त देखेकै छैन यस्तो। ओ यो ज्याकेट अब यहाँबाट सिधा जाउँ। यो फुटबल खेल्ने छ नि त। यो लास्ट ठुलो रहेछ है। यहाँ छ जाने, यहाँ छ खेल्ने। जाउँ यो कहाँ उठेको नि? त्यहाँ पहिला बच्चालाई खेल्ने छ नि त, त्यहाँनिर जाउँ न पहिला बच्चालाई खेल्ने। ए यसो जाने अनि यसो घुम्दै जाने आउने। अनि के बजार आउँदैछ र नआउने? समय भएको आउँछ होला। यो जाउँ उता बच्चालाई खेल्न जाउँ न। पार्क त्यत्रो छ तर मान्छे नै रहेन छ यहाँ। यो पानी जाँदै सब कुरामा त मान्छे। कुन खेल्ने हो फेरि? त्यो बार्किङ पार्क भन्दा नि यो पार्कको त्यो फुटबल खेल्ने ग्राउन्ड चाहिँ कस्तो राम्रो छ त। एउटा खाले छ। यो चाहिँ के गर्नु भाइ? यो चाहिँ के खाने हो? यसमा चाहिँ के खेल्ने हो? कहाँ हो के हो? ए घुम्ने हो नि यो? मलाई फेरि रिङ्गटा लाग्छ। छोड बिस्तारै रिङ्गटा लाग्छ मलाई यस्तो। भयो मलाई रिङ्गटा लाग्यो। अब त सबै आयो बच्चा जस्तो खेल्नु बाफले मैले ढिङ्गे त लाग्यो। बिस्तारै अझै दाइ पुगेन। अर्को हप्ता फेरि
धेरै ठुलो छ धेरै ठुलो यो फुटबल खेल्ने पार्कमा आइपुग्यौँ हामी पार्लोइस पार्क एडभेन्चर एरिया तर भित्र जाने खोइ त नि गेट नै रहेछ त ओ माई गुडनेस क्या दामी छ यार उता हेर्नु भाइ उता भित्रसम्म छ क्या बनाइदिएको उता नराम छोड्दै उता गेटै छैन के गेट छैन गेट नै छैन हेर्नु त्यहाँ पुल गर्छ कहाँ खोइ त ए बाटो छ तर भित्र छिर्न मिल्दैन क्या हामीलाई त्यो हेर राम्रो त्यो नेपालमा यस्तो भएको भए त माई गड चोरेली लान्थ्यो होला सबै त भगाइदिउँ भनेको त्यो अघिको पार्क भन्दा यो ठुलो पार्क छ नि होइन र अघिको पार्क भन्दा यो ठुलो छ तर राम्रो छैन छैन यहाँ साइकल भएको भए सही हुन्थ्यो कि साइकलमा घुम्न कस्तो दामी हुन्थ्यो कि यहाँ त कस्तो राम्रो यार पार्लोइस पार्क नियर टु द डेगेनम